खेपी शर्मा ओली 76 जना मान्छे मारेर पुगेन होइन बुढा किडनी फेरेर। तिमी त एक चम्चा पानी तताएर आँखा मारेर मर्नुपर्ने। लाऊ केपी शर्मा ओली। त्यसपछि रमेश लेखक गृहमन्त्री सिपाहीलाई र के अरे सानसाना कर्मचारीलाई चाहिँ छानबिन हुने। 3.25 करोडको प्रधानमन्त्रीको त्यसको सहकार्य गर्नेको शेरबहादुरजी, आर्जु राणा, विष्णु पौडेल यी सबै आउनु पर्यो। खाओ मोज गर। तिमीहरूले जिएनजीलाई मारेर अझै मोज गरिरहेको छ होइन। एनी आओ देशमा राजा ल्याओ। ल राजावादी मुसा आऊ त सबैजना। राजावादी मुसा आऊ त ल सबैजना। यो कप कप कप। जसलाई राजा मन पर्दैन त्यसको घर लडाइदिने बुझ्यो। यी सब राजावादी मुसा। काम काम काम। जसलाई राजा मन पर्दैन त्यसको जमिन मुनिमा एउटा मुनि 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 जाने होइन, घर लडाइदिने। ओके यु अन्डरस्ट्यान्ड। लाऊ एउटा सहकारी ठक्को पैसा दिन सक्दैन, सहकारीमा राखेको पैसा दिन सक्दैनन्। एउटा बलात्कार गरेको निर्मला पन्थाको अहिलेसम्म हत्यारा पत्ता लगाउन सक्दैनन्। अझै पनि मेरो केपी बा शेरे बा प्रचण्ड बा भनेर भदौ 24 गते नै मरिसक्यो होइन त। एमाले काङ्ग्रेस माओवादी महेश बस्नेत के छ पारा? महेश बस्नेत भदौ 24 गते मऱ्यो नि एमाले काङ्ग्रेस माओवादी। हेलिकप्टर चढेर भागेको, हेलिकप्टर चढेर भाग्नेको खेपी शर्मा ओली। यार खाम खाम खाम। केपी शर्मा ओलीको र महेश बस्नेतको कति छन् त गाउँ। जसले राजालाई सिर्पेस दिनबाट रोक्न खोज्छ नि त्यसको त अब हातै काट्नु पर्छ, आँखै फुटाउनु पर्छ, जिब्रै काटेर चिल्ला खुवाएर त्यो चिल मारेर गडेउला बनाएर कुखुरा लखाउनु पर्छ। त्यही कुखुरा काटेर सम्पूर्ण राजावादीलाई खुवाउनु पर्छ। ल युआर काम काम काम। शेरे, प्रचण्डे, केपी, माधवे, झले, बाबुराम भट्टराई, हेसिलाएमी, मन्जु खान, आर्जु राणा सबै आऊ। तिमीलाई नेपाली दाजुभाइ बेच्नु पर्ने, नेपाली दिदी पनि बेच्नु पर्ने, ट्याङ्कीमा पैसा राख्नु पर्ने शेरेलाई, प्रचण्डलाई पाइपमा पैसा राख्नु पर्ने। भोट लिने बेलामा दमे कामी सार्की घरती मगर राई लिम्बू चौधरी